कति प्यारो लाग्छ है यो शब्द आमा। खै के लेखु तिम्रो बारेमा, आफू भोको पेट रहेर पनि सन्तानलाई कहिले भोको बस्न नदिने तिमी। आमा कति महान छौ है तिमी। नसकुला बयान गर्न तिम्रो बारेमा शब्द नै पुग्दैन, शब्दकोशभरि खोज्दा पनि। बरु मेरो आयु पनि तिमीलाई लागोस् मेरी आमा, तर बाँच्न पाऊ तिम्रो छोरो भई हरेक जुनी। नदेखेको भगवानको पनि त्यति विश्वास लाग्दैन मलाई जति तिम्रो लाग्छ। आमा दुःखमा पर्दा होस् या सुखमा पर्दा, सबैभन्दा बढी सम्झना तिम्रै आउँछ आमा। छोरोले केही गर्न सकेन भनेर चिन्ता नलिनु आमा, समय एक दिन हाम्रो पनि आउँछ। जुन दिन म सफल हुनेछु, अहिले कुरा काट्नेहरूको पनि छोरो होस् त यस्तो भन्ने दिन आउनेछ।